काठमाडौँ मोडल सेकेन्डरी स्कुल केएमसी देशभरिका हजारौं विद्यार्थीको दोस्रो घर, सपना प्राप्ति र सार्थक भविष्यको सहयात्री, एउटा शिक्षालय जसको विरासत देशको समृद्धिसँग जोडिएको छ। यो एउटा शिक्षालय मात्रै होइन, ज्ञान नवप्रवर्तन र रूपान्तरणको अभियान हो, जहाँबाट 21,000 भन्दा बढी विद्यार्थी दीक्षित बनिसकेका छन्। हजारौं युवाहरूलाई सपना देख्न र त्यसलाई पूरा गर्न सिकाएको केएमसीले गौरवमय 25औं वसन्त पूरा गरेको छ। सन् 2000 मा बागबजारमा एउटा सामान्य संरचना ठडिएको थियो, तर यो संरचना एउटा विशाल लक्ष्यको बीजारोपण थियो। 2048 देखि 2050 सालमा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत हामी केही युवाहरू जसले आफ्नो ब्याजमा अत्यन्त राम्रो गरिरहेका थियौँ। आफ्नो तह पास गरिसकेपछि हामी कतिपय त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमै र कतिपय काठमाडौँका कलेजहरूमै स्थापित भयौँ र हामीले सोचे जस्तो एउटा शैक्षिक संस्थाको आवश्यकता छ भन्ने हामीलाई लाग्यो। हामीले सोचेको शैक्षिक संस्था नितान्त रूपमा एकाडेमिक इन्स्टिट्युसन होस्, अनुशासन होस्, रिजल्ट अत्यन्तै सुन्दर होस्, विद्यार्थीले आफूले चाहँदाखेरि जतिखेरसुकै पनि टिचरलाई प्राप्त गर्ने वातावरण बनोस्, अभिभावकको लगानी सम्पूर्ण रूपले सुरक्षित हुन सकोस्, यी सबै कोणबाट उपयुक्त शिक्षालयको एउटा आवश्यकता छ भन्ने हामीले महसुस गऱ्यौँ र त्यही उद्देश्य राखेर 2057 सालमा हामीले काठमाडौँ मोडेल उच्च माध्यमिक विद्यालयका नाममा स्थापना गऱ्यौँ र 2057 सालको श्रावण महिनादेखि कक्षा प्रारम्भ भयो। कुनै पनि कर्मको प्रारम्भ तुलनात्मक रूपले सहज हुन्छ, तर त्यसलाई हुर्काउन, बढाउन र फल प्राप्तिको चरणसम्म डोर्याउन वास्तवमै चुनौतीपूर्ण हुन्छ। केएमसीले तत्कालीन समयमा अनेकौं बाधा, व्यवधान र चुनौतीहरूलाई छिचोल्दै लामो उडान तय गरेको थियो। तत्कालीन उच्च माध्यमिक शिक्षा परिषदबाट हामीले एफिलिएसन पाइसकेपछि हाम्रो पहिलो चुनौती रह्यो विद्यार्थी जम्मा गर्ने, किनभने त्यति बेला हामीसँग आकर्षक भौतिक संरचना पनि थिएन र प्रुभन एचिभमेन्ट पनि थिएन। त्यसैले हामीले त्यसलाई चुनौतीकै रूपमा लियौँ र अगाडि बढ्यौँ। विज्ञापनमा लाखौँ खर्च गर्ने वा त्यो पैसा विद्यार्थीमै इन्भेस्ट गर्ने भन्ने दुईटा बाटा थिए। हामी दोस्रो बाटो रोज्यौँ र त्यो दोस्रो बाटोमा जाँदै गर्दाखेरि हाम्रो एउटा मूल मन्त्र एकाडेमिक एक्सलेन्स थ्रु क्वालिटी एजुकेसन भन्ने चिजलाई हामीले कहिले पनि बिर्सेनौँ। त्यसै कारण रिजल्ट राम्रो बन्दै गयो, केएमसी उत्कृष्ट बन्दै गयो र विद्यार्थी तथा अभिभावकको बिचमा यो लोकप्रिय पनि बन्दै गयो। विद्यार्थीको आकर्षण बन्दै गर्दा अब हामीलाई भौतिक संरचना डेभलप गर्नै पर्ने अर्को एउटा चुनौती थपिँदै गयो र हामीले यसै सन्दर्भमा हामीले के ठान्यौँ भने या त संस्थागत विकास गरिनुपर्छ या त संस्थाले आय आर्जन गरेको चिजलाई हामीले भोग विलासमा खर्च गर्नुपर्ने हुनसक्छ। हामीले यसमा पनि पहिलो बाटो रोज्यौँ र जति पनि संस्थाले आय आर्जन गर्छ त्यसलाई चाहिँ हामी संस्थामै लगानी गर्दै जाने, संस्था विस्तार गर्दै जाने, यसका भौतिक संरचनाहरूलाई थप्दै जाने र विद्यार्थी तथा अभिभावकको रोजाइलाई सकभर हामीले पुरा गर्ने भन्ने नै हाम्रो सपना रह्यो र त्यही अनुसार अहिलेको हामी भौतिक संरचनामा रह्यौँ। स्थापना कालदेखि नै शैक्षिक उत्कृष्टताको पर्याय बनेको केएमसी प्रति आम विद्यार्थी र अभिभावकको भरोसा बढ्दै गयो। जम्मा 65 जना विद्यार्थी सहित शैक्षिक यात्रा आरम्भ गरेको यस शिक्षालयमा त्यसपछिका शैक्षिक वर्षहरूमा विद्यार्थी संख्याले 100, 200, 500, 1000, 1500 हुँदै 2000 नाग्यो। यहाँ हरेक शैक्षिक सत्रमा 2300 भन्दा बढी विद्यार्थी सुखद भविष्य निर्माणको अपेक्षा र विश्वास सहित जोडिन्छन्। देशका 77 वटै जिल्लाका फरक जाति, समुदाय र सांस्कृतिक पृष्ठभूमिका विद्यार्थीहरू सम्मिलित सुन्दर फुलबारी हो केएमसी, जहाँ अध्ययन गर्ने दृढ उद्देश्य लिएर प्रत्येक वर्ष 15,000 भन्दा बढी विद्यार्थी प्रवेश परीक्षामा सामेल हुन्छन्। तीमध्ये उत्कृष्ट 15% विद्यार्थीले मात्रै केएमसीमा अध्ययन गर्ने सुअवसर पाउँछन्।
केएमसीलाई देशकै अग्रणी शैक्षिक संस्था बनाउनमा यससँग जोडिएका प्रतिभाशाली विद्यार्थीहरूको लगनशीलता र अथक मेहनतको भूमिका रहेको छ। आफ्नै स्वामित्वको भव्य भौतिक पूर्वाधार र सोही अनुरूपको कक्षा कोठा, ल्याब, सेमिनार हल, लाइब्रेरी र खेलकुद संरचनाले यसलाई अझ उत्कृष्ट बनाएको छ। यसै गरी 200 भन्दा बढी शिक्षण तथा गैर शिक्षण जिम्मेवारी निर्वाह गरिरहेका उत्कृष्ट कर्मचारीहरू यसको सफलताको दरिला आधार स्तम्भ हुन्। गुणात्मक शिक्षा मार्फत शैक्षिक उत्कृष्टता भन्ने मूल मर्म बोकेर अघि बढिरहेको केएमसीको प्रधान उद्देश्य हो अहिलेको युग सुहाउँदो ग्लोबल सिटिजन तयार गर्ने। उच्च माध्यमिक शिक्षा परिषद र राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेका कक्षा 11 र 12 को परीक्षामा स्थापना कालदेखि नै 100% नतिजासहित सर्वोत्कृष्ट नतिजामा केएमसीका विद्यार्थीको वर्चस्व रहँदै आएको छ। यहाँबाट उत्तीर्ण भएका 250 बढी विद्यार्थी हरेक साल मेडिकल अध्ययनका लागि शैक्षिक बजारमा प्रवेश गर्छन्, जसमध्ये 45 जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्दै आएका छन्। यसै गरी हरेक वर्ष 50 जना विद्यार्थीले इन्जिनियरिङ अध्ययन संस्थान आईओई पुलचोकमा र 150 भन्दा बढीले आईओईबाट अफिलिएटेड कलेजहरूमा पूर्ण छात्रवृत्तिमा इन्जिनियरिङ अध्ययन गर्छन्। यस्तै हरेक वर्ष 30 लाख US डलर बराबरको छात्रवृत्ति सहित यहाँबाट उत्तीर्ण भएका विद्यार्थीहरू विश्व प्रसिद्ध विश्वविद्यालयहरूमा जोडिन्छन्। यसर्थ निर्धक्क यो भन्न सकिन्छ कि केएमसीले अब्बल जनशक्ति दिएर मातृभूमिप्रतिको अभिभारा दर्विलो रूपमा पूरा गरेको छ। केएमसीको सफलता, उपलब्धि र राष्ट्रप्रतिको योगदानलाई राष्ट्रले पनि उचित कदर गरेको छ। सन् 2008 मा पहिलो पटक केएमसी राष्ट्रिय परीक्षा बोर्डबाट देशभरकै सर्वोत्कृष्ट शिक्षालयको रूपमा NEV एक्सिलेन्स अवार्डबाट सम्मानित भयो र सन् 2009, 2010, 2011, 2012, 2013, 2014 र 2015 सम्म लगातार 8औं वर्ष सर्वोत्कृष्ट घोषित भयो। यसै गरी सन् 2017 मा नेपाल सरकार शिक्षा मन्त्रालयले देशकै सर्वोत्कृष्ट सेकेन्डरी स्कुल घोषित गर्दै नेशनल एजुकेसन अवार्डबाट पुरस्कृत गर्यो। सन् 2025 मा पनि देशभरका शैक्षिक संस्थाहरूलाई उछिन्दै केएमसी नै सर्वोत्कृष्ट विद्यालयको रूपमा सम्मानित भयो। विभिन्न सरकारी तथा गैर सरकारी निकायबाट प्राप्त दर्जनौं अवार्ड र सम्मान केएमसीमा संग्रहित छन्। आज केएमसी देशकै उत्कृष्ट एजुकेसनल नेटवर्कको रूपमा खडा भएको छ। केएमसी नेटवर्क अन्तर्गत 10 शिक्षण संस्थाहरू सञ्चालनमा छन् र केएमसीको छाताभित्र हाल 13,000 बढी विद्यार्थी अध्ययनरत छन्। केएमसीले हजारौं विद्यार्थी र अभिभावकको भरोसा यसको शैक्षिक उत्कृष्टताले जितेको हो, त्यसको निरन्तरता र दृढताले जितेको हो। यो उपलब्धि अविराम परिश्रमको प्रतिफल हो, तर केएमसी अनवरत लम्किनेछ आफैले सेट गरेको उत्कृष्टताको मानकमा दृढ रहेर र अझ बढी परिष्कृत बनेर। प्यारा अभिभावकज्यूहरू, यसी उत्तीर्ण गरेका विद्यार्थीहरू जसले अबको आफ्नो यात्रा कक्षा 11 को भर्ना मार्फत आफ्नो सपना पुरा गर्ने खुड्किलो चढ्न खोज्नु भएको छ, उहाँहरूको निम्ति मैले के मात्रै भन्न सक्छु भने केएमसी विद्यालय आफैमा एउटा घर हो। जसरी तपाईहरूले आफ्ना छोराछोरीहरूलाई राम्रो बनाउनको निम्ति रात दिन चिन्तन गरिराख्नु भएको हुन्छ, ठ्याक्कै त्यस्तै गरी नै केएमसीले आफ्ना विद्यार्थीहरूको भविष्य उज्यालो बनाउनको लागि हर तरह चिन्तन गरिरहेको हुन्छ र त्यसअनुसार आफ्नो कर्तव्य पुरा गरिरहेको छ। तसर्थ यदि तपाईहरूले विज्ञानतर्फ, व्यवस्थापनतर्फ र कानुनतर्फ आफ्ना बालबच्चाहरूलाई राम्रो वातावरणमा अत्यन्त स्तरीय शिक्षा जसले भोलि आउँदा दिनहरूमा आफूले चाहेको फिल्डमा पढ्नको निम्ति जुन ढोका हुन्छ त्यो ढोका सजिलैसँग उघार्ने गरी अध्ययन अध्यापन गराइने केएमसी +2 बागबजारमा निर्धक्कसँग आफ्ना छोराछोरीहरूलाई पठन पाठन गराउन सक्नुहुन्छ। आउनुहोस्,
हामीले सकेको सहयोग पुर्याउनेछौँ, हामीले आफ्नो दायित्व पुरा गर्नेछौँ।